नमस्कार, मेरो नाम दमनराज पाण्डे। मेरो घर चाहिँ कालीकोट खाँडाचोक नगरपालिका वडा नम्बर 3। अब म पहाडको हाम्रै सिबिएम कलेजमै पढ्ने एउटा साथी हुनुहुन्छ। उहाँ चाहिँ मधेस प्रदेशको साथी नै। म चाहिँ मधेसतिर के कस्तो भइरहेछ, कल्चरहरू के कस्तो छ, गतिविधि के कस्तो छ बुझौँ भनेर आज साथीसँग इन्टरभ्यू लाग्दैछु। नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम अमिषा झा। अनि हजुर कहाँबाट हो? म चाहिँ जनकपुरबाट। जनकपुर धाममै हो कि अलि टाढा? नाइ, म जनकपुर धामभित्रैको हो। ए, अनि कस्तो छ अनि मधेसतिरको कल्चर? हजुर। अनि विशेष त जनकपुरमा जानकी माता हुनुहुन्छ होइन? हजुर। तपाईँ जानकी माताको लागि केही भन्न चाहनुहुन्छ? जानकी माताको लागि जानकी मन्दिर हुनुहुन्छ होइन। अनि उहाँमा स्थापित हाम्रो मतलब सीता माता हुनुहुन्छ। सीता माताको भूमि मतलब जनकपुर भनिन्छ, तर उहाँको मेन भूमि भनेको सीतामढी हो होइन। अनि उहाँ चाहिँ स्थापित भएको जानकी मन्दिरमा हुनुहुन्छ। अनि त्यही कारणले विभिन्न ठाउँबाट मान्छेहरू आउने गर्छ। अनि उहाँलाई जानकी माता भनेर पनि चिनिन्छ, तर मेन बस्ने उता सीता माता हुनुहुन्छ। अब यस्तो मधेसतिरको कल्चरको बारेमा के भनौँ है? मधेसतिरको कल्चरको बारेमा अब जस्तो हजुरहरूको पनि दसैँ मनाइन्छ, तर हाम्रोतिर यस्तो हुन्छ कि अब दसैँमा हाम्रोतिर अलिकता अब जस्तो हजुरहरूको भन्छ नि देउसी भैलो योहरू खेलिन्छ, हाम्रोतिर मधेसतिर झिझिया भनिन्छ। मतलब अब जस्तो हजुरहरू भैलोहरू खेल्नुहुन्छ नि, त्यस्तैमा हाम्रो उतातिर झिझिया खेलिन्छ होइन। दसैँमा एकदम रमाइलो हुन्छ। दसैँको पूजा सकाएपछि उता के भन्छ हजुरलाई मान्छेहरू आउँछन्, त्यसपछि लेडिजहरूले नाच आफ्नो त्यो हेराउने हो। उता आएर झिझिया खेलिन्छ, टाउकोमा घैला लिएर अनि 4-5 जना महिला सबैजनाले हजुरलाई आएर त्यो झिझिया खेलिन्छ। झिझिया महिलाले मात्र खेल्छ कि अनि पुरुषले पनि खेल्छ? नाइ, अब जतिसम्म मैले जानेको भने झिझिया भनेको महिलाले खेल्ने हो। अब पुरुषहरूले नाच्न त नाचिन्छ होइन, तर के भन्छ रमाइलो मतलब अब हेर्न जाने भन्ने उता मेन भएको हजुरलाई महिलाले नै हो। जस्तै छ नि पहाडतिरको देउडा जस्तै जति प्रचलित छ नि, त्यो तराईतिरको चाहिँ मधेसतिरको चाहिँ झिझिया नाच हो। हजुर। उतातिरको मेन भनेको जस्तो अब हाम्रो उतातिर कुनै पर्फर्मेन्स पनि हुन्छ नि, अब कुनै मतलब अब जस्तो बाहिर लग्छ पर्फर्मेन्सहरू गर्ने, तर हाम्रो मेन भनेको कुनै स्वागत गर्नुभन्दा अगाडि एउटा झिझिया कार्यक्रम हेराउनु नै पर्छ। हजुरलाई मैथिली गीत लगेर स्वागत गीत भनेको मेन हामीलाई झिझियाले नै ठान्छ। अब मधेसतिर दसैँ तिहार मध्ये अर्को कुनै ठुलो चाड मनाइन्छ छठ पर्व। हाम्रो उतातिर पनि धेरै मतलब ठुलै मानिन्छ हाम्रो मिथिलालाई। अनि मिथिलाबाट हाम्रो छठलाई पनि ठुलै मानिन्छ होइन। अब मेरो त सोध्नुभयो, अब हजुरतिरको पनि त भनिसियोस् नि केही। अब हाम्रोतिरको त सबै नेपालमा देखिरहेको छ होइन। अब यस्तो हुन्छ हाम्रोतिर नि मेन हजुरको झिझिया नाच भन्नुभयो नि, त्यस्तो चाहिँ हाम्रो पहाडतिरको प्रचलित भनेको चाहिँ देउडा हो। देउडा भनेको त्यो देउसी भैलो खेल्ने? देउसी भैलो होइन, देउडा भनेको खस भाषामा देउडा खेल्ने हो। जस्तै दोहोरी खेल्छ नि हो, त्यस्तै देउडा खेल्ने हो। अब 2-4 गाउँका भेला भएर अनि केटा र केटी मिलेर देउडा खेल्छ हाम्रोतिर। अनि मेन मानिन्छ त्यही भन्नुभएको। ठुलो मेला नै त्यो देउडाको लागि चाहिँ 6-7 दिनको लागि मेला नै लाग्छ हाम्रोमा। मेला पनि लाग्छ। अनि हजुरको गाउँ कता भयो मेन? मेरो गाउँ चाहिँ कालीकोट। कालीकोट। अनि कालीकोटमा मनाइन्छ? कालीकोटमा देउडा चाहिँ खुबै मनाइन्छ। अनि हजुरहरूको छठ दसैँहरू? दसैँ तिहार मनाइन्छ, तर छठ चाहिँ त्यति मनाइन्न हाम्रोमा। छठ मनाइन्न, दसैँ तिहार अनि त्यो चाहिँ मनाइन्छ। तिहार दसैँमा चाहिँ अब त्यति दसैँमा चाहिँ चाड ठुलो भने त्यति रमाइलो त धेरै हुँदैन, तर तिहारमा चाहिँ देउसी भैलो खेल्ने अनि धेरै रमाइलो नै हुन्छ त्यतिखेर। त्यो त सुने हो। पहाडतिर दसैँ तिहारमा त एकदमै रमाइलो हुन्छ, छठको त्यति छैन। अब त्यही सोध्न मन लाग्यो, अब हजुरहरूकोतिर के हो कस्तो हो भनेर। अनि यस्तो हो, त्यो झिझिया नाच छ नि जुन तिहारमा नाचिन्छ होइन, गरिन्छ होइन? हाम्रो होइन दसैँको 10 दिन मनाइन्छ नि, अनि त्यही बिचमा रातितिर हुन्छ झिझिया भनेको। अनि त्यही झिझिया रातितिर मनाइन्छ। पूजा सकेपछि आरतीहरू सकेपछि महिलाहरू आउनुहुन्छ, अनि त्यति बेला चाहिँ झिझिया मनाइन्छ। दसैँ तिहारमा मात्र मनाइन्छ कि अरू बेला नै मनाइन्छ? नाइ, झिझिया मनाउने भनेको दसैँमै मनाइन्छ। दसैँमा करिब कति दिनसम्म? 10 दिनसम्म। दसैँको 10 दिनसम्म रमाइलोसँग झिझिया मनाइन्छ एकदम। अब म अन्तिममा के भन्न चाहन्छु भने, म आफू त पहाडको पर्यो होइन, तिमी चाहिँ मधेस तराईतिरको, तर
तिमीले तराईको मैले तराईको कल्चरहरू बुझेँ अनि तिमीले चाहिँ पहाडतिर बुझ्यौ। अब के भन्न चाहन्छौ अन्तिममा दर्शकहरूलाई? म यही भन्न चाहन्छु कि म मधेसतिरको भए पनि पहाडतिरको सुनेर अब मलाई नि एक्साइटमेन्ट भयो, खै के कस्तो हुन्छ हजुरले भन्नुभएको। अब मलाई नि एकदम हेर्न मन लागेको छ, अब कहिले आउला। अब अहिलेको लागि त यति मात्र, मतलब यता स्टप गरौँ। अब हजुरलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदमै राम्रो लाग्यो, धन्यवाद है। ए ल, धन्यवाद।